अब तपाईहरु नै भन्नुस् विद्यार्थीको भविष्य ठूलो हो कि हेड सरको स्वार्थ ठूलो हो। एकजना हेड सरले हुम्लाका शिक्षा समन्वय एकाइ प्रमुख, गाउँपालिका शिक्षा प्रमुख तथा गाउँपालिका अध्यक्षज्यूको निर्देशन समेत नमानी आफ्नै मिलिमतोमा आफू निकटलाई सरुवा तथा पदपूर्ति गराउने उद्देश्यले विगत 1.5 महिनादेखि विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरिरहेका छन्। सोही विषयमा आज हामीले पुनः खारपुनाथ गाउँपालिका शिक्षा प्रमुखज्यू, शिक्षा समन्वय एकाइ हुम्लाका प्रमुखज्यू तथा खारपुनाथ गाउँपालिका अध्यक्षज्यूसँग फोन संवाद गरेका छौँ। कृपया यो भिडियो स्किप नगरी पुरा हेरिदिनु होला, किनभने तपाईहरुको साथ, सहयोग र आवाजले ती हाम्रा बालबालिकाहरूको भविष्यलाई कसैको व्यक्तिगत स्वार्थका कारण बर्बाद हुनबाट जोगाउन सकिन्छ। हामीले पनि यही समस्याको समाधानका लागि आवश्यक पहल, ध्यानाकर्षण तथा खबरदारी समेत गर्दै आएका छौँ र यसमा हजुरहरूको साथ हामीलाई एकदमै खाँचो छ। यदि तपाईहरुले भिडियो पुरा हेरेर तीनै जना प्रमुखज्यूहरुसँगको कुरा ध्यानपूर्वक सुन्नुभयो भने त्यसपछि आफै बुझ्न सक्नुहुनेछ। त्यसपछि तपाईहरुलाई थाहा हुनेछ कि सम्बन्धित हेड सरले अब के गर्नुपर्छ भनेर। राजीनामा दिनुपर्छ कि सरुवा गरेर अर्को जिम्मेवार हेड सर ल्याउनुपर्छ भनेर, ताकि विद्यार्थीहरूको समस्या समाधान हुन सकोस्, विद्यालयले शिक्षक पाउन सकोस्, विद्यार्थीको पढाइमा पनि कुनै पनि अवरोध नहोस्। सबैभन्दा पहिले खारपुनाथ गाउँपालिका शिक्षा प्रमुखज्यूसँग भएको छोटो संवाद सुन्नुहोस्। म ऊर्जा राहुल बोल्दैछु हजुर। सर हजुर के भयो हजुर? यो सबैभन्दा पहिला तपाईलाई धेरै धेरै धन्यवाद हजुर, पत्र पठाइदिनु भएछ हैन हजुर? हजुर हजुर। अनि के भयो हजुर त्यसपछि? फेरि तपाईको उही पठाएछन् हैन हजुर? फेरि उही पठाए हजुर, त्यो पहिलाकै? उही पहिलाकै पठाएछन्। अब हामीलाई के भनेपछि निर्देशका त्यो कार्यविधि अनुसार हेरेपछि हाजिर भएको जानकारी भन्ने छ, अनि फेरि उसको एउटा त्यो पनि आधार छ हैन हजुर। त्यही भएर हामीले के भनेको छु, अब तपाईको सिनियर अनुसार ल्याऊ भन्ने कुरा गरेँ, मैले फिर्ता गरेको छु। अब आयो भने मैले एकाइलाई फरवर्ड गरिदिन्छु सर, एकाइले जे गर्छ गर्छ। यो त यस्तो भयो क्या हजुर, यस्तो भयो। त्यहाँ हाम्रो हेड सर पनि फोनै नउठाइदिने। यो त आफ्नो स्वार्थको लागि हजुर, यो त विद्यार्थीको भविष्य नै खेलवाड भएन र हजुर? एकदम त्यही हो क्या, तपाईँको जति हामीले त पहिले नै गर्नुपर्ने हो हैन हजुर। अब त्यो उहाँले अब यस्तै गर्नुहुन्छ, गाउँलेले मान्दैनन् भन्ने कुरा गर्नुहुन्छ के अरे। एकदमै यो त तपाईँको के भन्ने यसलाई भन्नु न, अब हजुर आफै भन्नु न के भन्ने यसलाई। अब के गर्ने त हजुर, यहाँ त कस्तो देखियो भन्दाखेरि तपाईँको यहाँ शिक्षा प्रमुखको पनि कुरा नमाने जस्तो लाग्यो क्या हजुर। एउटा कस्तो हो भने तपाईँको त एउटा पर्सनल्ली आदेश भन्दा पनि तपाईँको पदको त आदेश मान्नु पर्यो नि त। तपाईँले त कार्यविधि अनुसारै तपाईँले अर्डर गर्नुहुन्छ। तपाईँको कार्यविधि अनुसार ल्याइदिए हामीलाई सबभन्दा त्यही बेस्ट हो क्या। हो हजुर, त्यही हो नि त हजुर हैन। एउटा कुरा तपाईँलाई सोधिहालेँ मैले हजुर, यो के अब एउटा हेडमास्टर जस्तो मान्छेले त्यो गरिराख्नु भएको छ भने उहाँको के गर्न सरुवा गर्ने अधिकार तपाईँहरूभित्र पर्दैन? अब सरुवा त तपाईँको हाम्रो शिक्षा समिति बस्नु पर्यो होइन सर। शिक्षा समितिले अब गर्ने यताउति गर्ने हो। अब हामीले डाइरेक्ट सरुवा गर्न मिल्दैन नि। अब शिक्षक समिति शिक्षा अब कार्यपालिका छन्, शिक्षा समितिहरू छन् हैन। हजुर हजुर। यो हामीले शिक्षा मन्त्रालयमा यो चाहिँ यो विषय चाहिँ कम्प्लेन गर्यो भने के होला हजुर? उनीहरूले अब के गर्छन् भने हामीलाई परिपत्र गर्छन् हैन हजुर। यता परिपत्र गर्छन्, के निर्देशन दिन्छन् त्यही अनुसार हामीले गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ तपाईँको कसको मिलिमिटर हो जस्तो लाग्छ हजुरलाई? हजुरले हजुर पनि एउटा मिलिमिटर त तपाईँको हामीलाई त्यस्तो छैन होइन सर। अब तपाईँको यतिसम्म टेर्दै नटेर्ने हजुर, अब हेर्नुहोस् न, अब टेर्दै नटेर्ने एउटा पनि तपाईँको नपुगेपछि त्यो तपाईँको के छ पठाउ भन्नुपर्ने होला। उहाँले अब बुझ्नको लागि त होइन त्यो मान्छे कार्यक्रम छ कि छैन भन्ने चाहिँ अलिक कडा रूपमा लागिदिनु पर्यो हजुर है हजुर। एउटा रिक्वेस्ट अनुरोध हो हजुर। तपाईँको चिठी पठाइरहेको छु, भनिरहेको छु सर। हिजै पनि यहाँ पत्र त्यही आउनु भएको छ होइन हजुर, उहाँलाई भनिरहेको छौँ होइन। हजुर के गर्नु त सर, गाह्रो छ हजुर। हाकिम साहब सुन्नुहोस् न, के अरे सुन्नुहोस् न, हजुरलाई पनि थाहा छ कि हेड सरले गल्ती गरिरहेछ भन्ने कुरा थाहा छ? किनभने त्यहाँ त एउटा स्टुडेन्टको विद्यार्थीको त भविष्यमा खेलबाड भइरहेछ नि त आफ्नो स्वार्थको लागि। त्यही त समुदायले पनि बुझ्नुपर्ने कुरा हो होइन। होइन यो समुदायले कसैले बुझ्ने कुरा होइन हजुर, त्यो 2-3 जना मिलेर तिनीहरू मिलिमत गरे हजुर। यो कुरा हजुरलाई पनि थाहा छ होला होइन। यो विषयमा चाहिँ हामीले अस्ति परिपत्र पनि गऱ्यौँ हेर्नु सर होइन। पठायौँ हिजो, त्यो यता आउनु भएको थियो, त्यहाँ मैले पनि फेरि भने होइन। हजुर सर, के भन्नु सर, अब के भन्नु कहिले पनि माथि फरक दुइटै अब तपाईँको फाइलै मैले माथि पठाइदिने सोचेको थिएँ। अब हाम्रो माथि शिक्षा समन्वय एकाइको हाकिम सरको नम्बर पठाउन सक्नुहुन्छ? हजुरसँग छैन र? छैन हजुर।
ल टिप्नु न दाइ सर म हजुर सुन्नुभयो? यदि सुन्नुभयो भने अब शिक्षा समन्वय एकाइ हुम्लाका प्रमुखज्यूसँग भएको संवाद सुन्नुहोस्। हाकिम साहब नमस्कार। हजुर नमस्कार। हाम्रो शिक्षक समन्वय एकाइ हुम्लाको प्रमुखज्यू बोल्दै हुनुहुन्छ? हजुर हजुर बोल्दैछु सर, भन्नु त। हजुर सुन्नुहोस् न, म चाहिँ यता जेनजेट नेपाल मिडियाबाट हो, ऊर्जा रावल बोल्दैछु। हजुर हजुर सर। थोरै समय लिऊँ कि भनेर। हजुर समय छ? हजुर भन्नु न सर। यो हाम्रो चाहिँ यो जुन कारङ्गाको कुरा छ नि, हाम्रो ज्ञान ज्योति आधारभूत विद्यालय। हजुर हजुर यसमा चाहिँ तपाईँको 22 गते नोटिस आएको हो। हजुर होइन, तपाईँलाई पनि यो कुरा अवगत नै होला। मैले शिक्षा प्रमुख सरसँग पनि बारम्बार कुरा गरेँ, त्यहाँ हेड सरले मान्नुहुन्न। अस्ति पत्र पनि पठाउनु भएको रहेछ होइन। फेरि हामीले कुरा गरिसकेपछि त्यहाँको कुरा म कहाँ धेरै विवादित भएर आएको थियो सर। त्यो विषयमा मसँग पनि मलाई पनि धेरै गाह्रो भयो। तर मैले चाहिँ म विवादित कुरा अगाडि बढाउन मैले सुरुमै हाम्रो निर्देशिका जीवित रहँदै मैले उहाँहरूलाई भनेको थिएँ, जो सिनियर शिक्षक छ निर्देशिका अनुसार अगाडि बढाउनुहोस्, नत्र मैले काम गर्दैन भनेर भनेको थिएँ सर। त्यो भएर त्यहाँको काम त्यत्तिकै छ क्या सर? हजुर सर, यस्तो भयो। हजुर गाउँपालिका हाम्रो शिक्षा प्रमुखसँग कुरा गर्दाखेरि चाहिँ केही पनि सकिन हजुर भन्नुहुन्छ एउटा कुरा है। त्यहाँ त के छ भन्दाखेरि तपाईँको विद्यार्थीको त्यो भविष्यमाथि खेलबाड भइरहेछ होइन। आफ्नो स्वार्थको लागि हजुर, आफ्नो स्वार्थको लागि विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ। एउटा हेड सरको स्वार्थको लागि होइन हजुर। मैले त हेड सरलाई भनेको नै हो सर, पहिले हाम्रो निर्देशिका जीवित हुँदै सर तपाईँ अनावश्यक चाहिँ त्यो नगर्नु होला, जो सिनियर छ त्यसलाई छानेर पठाइदिनुहोस्, म तुरुन्त सरुवा गरिदिन्छु भनेको हो सर मैले त। हजुर अब हजुर के गर्दा हुन्छ? हजुर त हाम्रो हुम्लाको प्रमुख हुनुहुन्छ शिक्षक समन्वय एकाइको। हजुर के गर्नु पर्यो अब? हजुर अब चाहिँ के गर्ने होला? अब म पनि ठ्याक्कै अब यस्तो छ सर, हामीले पनि स्पष्ट निर्देशन आएको छैन। अब शिक्षा नियमावली हामीसँग जीवित छ। नियमावली अनुसार विदेश र पालिकाको चाहिँ निर्णय सहित विवाद रहित तरिकाले आए त मैले काम गरिदिन्थेँ सर होइन। हाम्रो नियमावली हामीसँग जीवित छ। अब निर्विवाद तरिकाले विदेश र पालिकाले निर्णय गराएर लिएर आयो भने म काम गरिदिन्छु सर। अनि यस्तो छ नि हजुर, फेरि तपाईँको हाम्रो चाहिँ यो चाहिँ शिक्षक यो नियमावली 2081 हो सायद होइन हजुर? 2081 हो। अनि यसलाई आधार मानेर चाहिँ तपाईँको त्यहाँ के भइरहेको छ भन्दाखेरि ज्येष्ठताको आधारमा चाहिँ 3 जनाको त्यहाँ चाहिँ फाइल पेश भएको रहेछ हजुर है। हजुर 3 जनामा फाइल पेश भएको रहेछ, 1 जनाको चाहिँ इमेल मार्फत भएको रहेछ फाइल पेश। तर त्यहाँको सरले के गरिदिनु भएछ भने प्रिन्टै गरिदिनु भएन सर है हजुर। त्यस्तो हुँदैन नि सर, इमेललाई पनि आधिकारिक मान्यता हाम्रो नेपाल सरकारको नियमावली नै छ सर। हजुर एउटा गल्ती त्यहाँ छ हजुर, एउटा गल्ती त्यहाँ छ होइन। अनि त्यसपछि चाहिँ ज्येष्ठताको आधारमा 1 जना पर्ने हजुर होइन। तर अगाडि चाहिँ एउटा सबैभन्दा 3rd नम्बरमा पर्नेलाई अगाडि बढाइयो। हो त्यही समस्या भएर सर मैले पनि त्यहाँको निकास निकाल्न नसकिरहेको अवस्था हो। पालिका को पनि एकदिन शिक्षा शाखा प्रमुखले पनि फोन गर्नुभएको थियो। अब विवाद रहित तरिकाले त अहिले कि भोलि स्पष्ट जस्तो हामीले इकाइले पनि आफ्नो कुनै अधिकार प्रयोग गरेर हस्तक्षेप गर्न सक्ने खालको चाहिँ नीति अब भइदिएको भए त मैले पनि सर केही अधिकार प्रयोग गरेर त्यसलाई चाहिँ तपाईँहरू यो नगर्नुहोस् यस्तो गर्नुहोस् भनेर दिन्थेँ सर। अहिले हामीसँग त्यो अधिकार पनि छैन, हेर्नुहोस् ठ्याक्कै हस्तक्षेप गर्ने खालको। हजुर यो अधिकार कोसँग छ हजुर? यो गाउँपालिका प्रमुखसँग छ? अहिले बरु पालिकाले चाहिँ अलिकति कोर्डिनेसन गरेर चाहिँ गर्न सक्छन् सर। इकाइसँग त्यो खालको अधिकार छैन। इकाइको त खालि समन्वय गर्ने काम, यसो गरौँ हजुर यसो गरौँ भनेर समन्वय गर्ने काम मात्रै हो सर होइन। हजुर सर हजुर। त्यो भएर मैले विदेश र पालिकाहरू तपाईँहरू आपसमा कोर्डिनेसन गरेर विवाद रहित तरिकाले ल्याउनुहोस्, म तुरुन्त काम गरिदिन्छु, मैले उहिले भनिरहेको सर। हजुर हजुर एउटा कुरा हजुर, जस्तै शिक्षा प्रमुखले भन्नुभयो, हाम्रो काठमाडौँ गाउँपालिका शिक्षा प्रमुखले के भन्नुभयो भने अस्ति हामीले फोन गरेका थियौँ, योभन्दा पहिला नै फोन गरेका थियौँ, हामीले ध्यान आकर्षण गराएको थियौँ। त्यतिखेर पछि त्योभन्दा पछि चाहिँ एउटा लेटर लेखेर पठाउनु भएछ त्यहाँ है हजुर। पठाउनु भएछ, फेरि पठाउनु भएछ। पठाइसकेपछि पनि उहाँ हेड सरले मान्दै नमानेको। भनेपछि यो अधिकार हेड सरलाई सरुवा गर्ने अधिकार, यो त गलत काम भइरहेछ नि त। यो अधिकार कोसँग हुन्छ हजुर? अब त्यहाँ चाहिँ अब अलिकति विदेश अब हुन त प्र पनि विदेशको एउटा सदस्य हो। विदेशले त्यहाँको सदस्य भए हुनाले अब प्रले चाहिँ त्यस्तो किसिमको चाहिँ अब अप्ठ्यारो पर्ने रोल त नखेल्नु पर्थ्यो। मैले पनि उहाँलाई 2-3 पटक अब यस्तो नगर्नु होला सर। त्यहाँ मेन हात चाहिँ प्रको छ अरे हजुर होइन। मेन हात हाम्रो फोन पनि उठाइदिनुहुन्न उहाँले हजुर। मेन हात चाहिँ प्रको छ गरे। अब के गर्दा हुन्छ, एउटा किन फोन गरे भने हजुरलाई के सजेसन लिनलाई हजुरबाट के गर्दा चाहिँ यो चाहिँ सल्भ हुन्छ भनेर। अब पालिका लिएर चाहिँ त्यहाँको विदेश र प्र बसेर यसो समाधान गर्नु पर्यो सर।
अहिले त अब शिक्षा पालिकाभित्रको शिक्षक उहाँ पालिकाले त भोलि उहाँ प्रहले असहयोग गर्नु भने उहाँ शिक्षकलाई अर्को स्कुलमा सरुवा गरेर त्यहाँ चाहिँ अर्को प्रहरी पनि त बनाउन सकिन्छ। त्यो अधिकार चाहिँ हाम्रो पालिकाको शिक्षा प्रमुखसँग हुन्छ होइन हजुर? हुन्छ एकदम। अब शिक्षा प्रमुख भन्दा पनि अब पालिका नै भनौँ सर होइन। अब शिक्षा प्रमुख एक्लैले त्यो निर्णय गर्ने कुरा हुँदैन सर होइन। त्यहाँ पनि एउटा शिक्षा समिति हुन्छ, त्यो शिक्षा समितिको अध्यक्ष पालिकाको अध्यक्ष नै पदेन शिक्षा समितिको अध्यक्ष हुन्छ होइन सर। त्यो भएर पालिका भनौँ न अहिले एउटा शिक्षा शाखा भनौँ नि सिङ्गो पालिकाले चाहिँ निर्णय गरेर ल त्यसो भए उहाँलाई या त चाहिँ अर्को अब त्यहाँ उहाँ नै सिनियर हुनुहुन्छ भने फेरि अब कानुन अनुसार चाहिँ उहाँले असहयोग गर्नुभयो भनेपछि उहाँलाई अर्को स्कुलमा चाहिँ सरुवा गरेर त्यहाँ अर्को प्रह बनाएर पनि काम अगाडि बढाउन सक्छन् पालिकाहरूले। सक्छन् एउटा कुरा। सकेसम्म त्यहाँ पुग्नुभन्दा त्यहाँको मेन समस्या र अब आवश्यकता के हो प्रह र चाहिँ विवेचन बसेर अनि हाम्रा वर्तमान नीति कानुन पनि त हेर्नु पर्यो होइन र सर? एकदमै सबैभन्दा त्यही नीति कानुन पनि हेर्नु पर्यो। अनि त्यसमा बसेर चाहिँ विवादित तरिकाले चाहिँ निर्णय गरेर पठाइदिएपछि त मैले अन द स्पोट काम गरिदिन्छु सर। हुन्छ हाकिम साहब सुन्नुहोस् हजुर, हामी यहाँ मिडियाबाट भएको कारणले चाहिँ रेकर्डिङ छ हजुरको, यसमा केही समस्या छैन नि हजुरको होइन हजुर? मेरो केही समस्या छैन। तपाईँको एउटा यो कुरा के भयो भन्दाखेरि कहिले शिक्षक समन्वय एकाइको प्रमुख मिल्नु भएको छ कि भन्ने कुराहरू आइरहेको छ क्या। कहिले हाम्रो मेरो कहीँ कसैसँग मिले म त छैन सर। तपाईँ रेकर्ड गर्नुहोस् अनि सुन्नुहोस् न, अब मैले चाहिँ के बुझाएको छु भन्दा तपाईँको त्यहाँ हात हुँदैन भन्ने मलाई राम्रोसँग थाहा छ होइन। सबैभन्दा हात बनेको चाहिँ यता तपाईँको यो गाउँपालिका शिक्षा प्रमुखको हो होइन हजुर। अब उहाँ चाहिँ केही गर्न सकेका छैन हजुर भन्नुहुन्छ होइन हजुर। अब एकचोटि गाउँपालिका अध्यक्षलाई पनि फोन गर्नु पर्यो। हामी यो सबै मिलाएर चाहिँ हामी बाहिर ल्याउँछौँ हजुर होइन। किन भन्दाखेरि यो आवाज चाहिँ 1 महिना अगाडि उठेको आवाज हो। यो चाहिँ तपाईँको लगभग 1.5 महिना भयो हजुर। 1.5 महिनासम्म एउटा शिक्षक त्यहाँ सरुवा भइसक्नुपर्ने, त्यहाँ अहिले पढाउनको लागि एउटा शिक्षक आवश्यक छ हजुर होइन हजुर। त्यहाँ चाहिँ एउटा स्वार्थको लागि चाहिँ आफ्नो स्वार्थको लागि चाहिँ अनि हाम्रो बच्चाहरूको चाहिँ भविष्य चाहिँ हामी खेलबाड त गर्नु भएन भन्ने हो हामी। त्यहाँ चाहिँ विगतमा त एउटा विवेचनले निर्णय गरेर एकजना अब जुनियर शिक्षकलाई नै सिफारिस गरिसकेको थियो अरे। मैले चाहिँ त्यो अब हाम्रो निर्देशिका जीवित रहँदै मैले चाहिँ त्यो गर्दैन भनेर भन्ने सर फोनबाटै कुरा आएको थियो म कहाँ। अब विवादित भएर आएपछि पालिकाबाट पनि सोध्नु भएको थियो। अब निर्देशिका जीवित रहँदाको अवस्थासम्म निर्देशिकाको विपरीत भएपछि मैले गर्दैन भनेको थिएँ। त्यसपछि चाहिँ त्यो कता अट्क्यो कि अब फर्क्यो के भयो उहाँहरूले अब सबभन्दा यो चाहिँ सर र विवेचनले चाहिँ अलिकति अब नीति र आवश्यकता अनुसार चाहिँ टेकेर सहजीकरण गरेपछि यसको निकास निस्किहाल्छ सर। हजुर सर धेरै धेरै धन्यवाद हजुर। हस् हजुर। र अन्त्यमा खारपुनाथ गाउँपालिका अध्यक्षज्यूसँग भएको संवाद पनि पुरा सुन्नुहोस्, किनभने पुरा सुन्नुभयो भने मात्र तपाईँहरू निचोडमा पुग्न सक्नुहुनेछ। अध्यक्षज्यू नमस्कार हजुर। सुन्नुहोस् न, बिजी हुनुहुन्छ कि के छ हजुर अहिले? ए सुन्नुहोस् न, अब एउटा अर्को प्रसङ्ग तपाईँलाई गुनासो गर्नु पर्यो हजुर। यो अहिले चाहिँ मैले हाम्रो हुम्लाको शिक्षक समन्वय एकाइका प्रमुख सरसँग पनि कुरा गरेँ हजुर। अनि हाम्रो गाउँपालिका शिक्षा प्रमुख सरसँग पनि कुरा गरेँ। उहाँसँग त पहिला पनि भएको थियो हाम्रो यो कारङ्गाको ज्योति आधारभूत विद्यालयको कुरा हजुर। हजुरलाई यसको बारे के थाहा छ, यो सरुवाको बारे? के भएको छ भने हजुर त्यो सरुवा बारे कुरा के हो भने त्यहाँ उनलाई त्यहाँ एकजना त्यो पहिला खोल्यो होइन हजुर हजुर। अनि उनले खोलिसकेपछि त्यहाँ अब 2 जनाले उसमा हालेछन्। 3 जनाले हजुर? 3 जनाले हजुर। एउटा त त्यो नियम विपरीत भएको छ होइन, त्यो डाइरेक्ट है इमेल मार्फत। त्यो मेरो यहाँ नेट खोल्दैन हार्ड कपी पठा भने रहेछ होइन। हजुर हजुर। अनि हार्ड कपी पठाएनन् कि त इमेलै नदिनु पर्ने थियो हजुर होइन? त्यही हो नि त। त्यो मैले त्यहाँबाट गाउँपालिकामा गाली गरेर होइन त्यो उसमा हालिसकेपछि मेलमा हालिसकेपछि गाउँपालिका वेबसाइटमा हालिसकेपछि त्यहाँ खोलेन गाउँपालिका आइज होइन। यदि गाउँपालिका खोलेन भने पनि सिमकोड गएर खोलेर गए पनि त्यो सबै जिएचसी फाइल गाउँपालिकाबाट त्यहाँबाट सिफारिस गरेर माथि जिल्ला पठाउँछु भनिएको थियो। खालिका 2 जनाले त्यो फाइलहरू मन्त्रालय पठाइसकेको छ भन्ने कुरा आइरहेको छ होइन। अहिले त्यो अगाडि होइन मन्त्रालय पठाउनु भएको छैन उहाँहरूले। मन्त्रालय सकेसम्म तलै सल्भ गर्ने भन्ने कुरा उहाँहरूको पनि रहेछ होइन हजुर होइन। मन्त्रालय पठाउनु भएको छैन। अब यो विषयमा के हजुर, अब अस्ति चाहिँ शिक्षा प्रमुखलाई हामीले भनिसकेपछि शिक्षा प्रमुखले पत्र पनि फेरि पठाउनु भएछ। पत्र पठाए पनि उहाँ हेड सरले मानिदिनु भएन, फेरि उही नै फाइलमा त्यहाँ ल्याउनु भयो।
अन्त त्यो हेड सरलाई त मैले सिधै भने के मैले मात्र गरे होइन नि वडाबाजी सबैले गरे हुन्थ्यो होइन। हजुर अनि भन्थ्यो मैले के भने वडाबाजीको के जाने छ त होइन त्यो त तपाईँको यस्तो हो नि हजुर, हजुरको यो शिक्षक नियमावली 2081 ले लागू गरेर आधारितमा चल्ने होला नि त, गाउँले यो गर उ गर भनेर त हुँदैन होला नि त। होइन हाम्रो पनि त्यही छ कि अब त्यो करङ्गेला काम यस्तै त हो नि होइन। हजुर मैले त कारणमा उसले हेडमास्टरलाई गाउँपालिकाबाट मैले फोन गरेर ती जतिसम्म डाउनलोड गरेर फाइल बनाएर त्यहाँबाट पठाइदिएँ। हामी पनि त्यही अनुसार जस्ता तस्तो माथि पठाउँछु, जयको जे योग्यता छ त्यही माथि समन्वयले गरेर पठाइदेला होइन। हामीले केही यताउता गर्नु छैन भनेर मैले त्यो गरेको होइन। अनि पछि उसले मसँग पनि थाहा कुरा गरेँ कि होइन, मैले मात्र गरेको छैन त्यो के भन्ने होइन त्यस्तो कुरा नगर बाबु होइन। मैले अहिले भनिसकेको छु त्यो धेरै ठाउँबाट मलाई गुनासो आइसकेको छ भनेर उसलाई कुरा गरेँ होइन। अब मैले यो गरेर फेरि म उसलाई बुझेर होइन त्यो अहिलेसम्म यिनले केही डिसिसन गरेको छैन जस्तो होइन। यहाँ एउटा कुरा के भइदियो भन्दाखेरि हजुर होइन, यो अब 1.5 महिना 2 महिना हुन लाग्यो, एउटा आफ्नो स्वार्थको लागि त्यहाँको विद्यार्थीको भविष्य खेलबाड भयो होइन हजुर। आफ्नो स्वार्थको लागि त्यहाँ त अहिलेसम्म सरुवा भएर पनि त्यहाँ अहिले त शिक्षकले पढाइराखेको हुन्थ्यो होइन। अहिले शिक्षक समन्वय एकाइका प्रमुख सरले पनि त्यही भन्नुभएको, आफूसँग अधिकार छैन हजुर, आफूसँग अधिकार भइदिए भए म उहिले उसलाई चाहिँ मैले सरुवा गरिदिन्थेँ भन्नुभयो होइन हजुर। अधिकार त उसलाई नहुने कुरै होइन, यस्तो सबैभन्दा अधिकार चाहिँ हाम्रो गाउँपालिकामा छ। गाउँपालिका समिति शिक्षक हाम्रो शिक्षक समिति भन्ने होला एउटा, त्यहाँ पनि तपाईँ पनि हुनुहुन्छ होला हजुर। त्यो वडाइबाट त्यस्तो गर्छु नि त। अनि मैले धेरै पटक होइन, म आज बुझेर के भइरहेछ त्यो कुरा गर्छु। अध्यक्षज्यू एउटा कुरा भनिहालेँ अगाडि, हाम्रो गाउँपालिका प्रमुख हाम्रो शिक्षा प्रमुख सरसँग पनि कुरा गरेँ, यो अधिकार तपाईँहरूभित्र पर्छ कि नै सरुवाको अधिकार भनेर होइन हजुर। किनभने यहाँ हामी त्यतिकै सरुवाको कुरा ल्याइरहेको छैनौँ, यहाँ त गलत गरेर राख्नु भएको छ नि त हेड सरले, त्यो त हजुरलाई पनि थाहा छ हो। भनेपछि हजुरको अधिकारभित्र पर्छ, मलाई लाग्छ हजुरको पनि अधिकारभित्र पर्छ होइन, र हाम्रो त्यहाँको शिक्षा प्रमुखको अधिकारभित्र पर्छ होइन हजुर। यसलाई के गर्दा ठिक होला, के गर्नु पर्ला हजुर, के गर्न सक्नुहुन्छ? म फोन गरेर त्यसलाई त म अस्ति त्यहाँ त्यहाँबाट गाउँपालिकाबाट मैले गाडी सकेको हुँ होइन हजुर। त्यो कारणले अब म फेरि बोलाउँछु मेरो भनाइ के छ भने जति त्यो डाउनलोड भएका छन् त्यो उसमा हालेका छन् होइन, इमेलमा हालेको कुरा पनि हालेका छन् हजुर, सबै डाउनलोड गरेर त्यो ल्याउनु पर्छ। अब त्यो ओडाले निर्णय गर्दैन होइन, त्यहाँको व्यवस्थापन समिति ओडाले के गरिरहेको छैन अरे त्यो हाम्रै आफ्नै यहाँकी स्थानीय ओडावासी ल्याउनुपर्छ भन्ने निर्णय लिएको त्यो रहेछ होइन। त्यस्तो रहेछ, हामीले त्यो हुँदैन भन्यौँ कि अब शिक्षा नियम अनुसार जानु पर्यो नि त। ओडा भनेपछि त कहिले मान्छे भोलि आफ्नो छोरो भन्लान् होइन, अब भोलि आफ्नो बुहारी भन्लान्, अर्को नाता भन्लान्, त्यो गर्ने कुरा त भएन। कानुन के छ त्यो अनुसार जानुपर्छ। अरू कुरा म जान्दिनँ भने मैले गाडी गरिरहेको थिएँ, फेरि म त्यो झिकाएर नियमसँग अगाडि बढाउनु हजुर। त्यो गरिदिनु पर्यो। अनि हामी चाहिँ यो सबै मिलाएर चाहिँ अस्ति पहिला पनि हामीले ध्यानाकर्षण गराएको थियौँ, अब यो पनि ध्यानाकर्षण गराउँछौँ हामी, यो सबै मिलाएर हामी मिडियामा ल्याउँछौँ हजुर। अनि यदि आवश्यक परेछ भने हामी शिक्षा मन्त्रालयसम्म पनि पुग्ने अघि शिक्षा प्रमुखलाई पनि भनेका छौँ। त्यो चाहिँ हजुरको अधिकारभित्र पर्छ, मलाई लाग्छ हजुरहरूको अधिकारभित्र पर्छ होइन। यदि त्यो शिक्षकले गलत गरिरहेछ भने तपाईँहरूले तुरन्त सरुवा हानिदिनु पर्यो क्या हजुर। है हजुर, हस् नमस्ते अध्यक्षज्यू, धन्यवाद। अब तपाईँहरूले सबै कुरा सुनिसक्नुभयो होला। अब तपाईँहरू नै भन्नुहोस्, एउटा हेड सर जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफ्नो स्वार्थ हेर्न मिल्छ कि विद्यार्थीहरूको भविष्य? यो विषयलाई अब कहाँसम्म पुर्याउँदा उचित हुन्छ? सम्बन्धित निकायले कस्तो कदम चाल्नुपर्छ? आफ्नो सुझाव तथा धारणा कमेन्ट मार्फत अवश्य लेखिदिनु होला, किनभने हजुरहरूको एक सुझावले हामी यो विषयको निचोडमा पुग्न सक्छौँ। धन्यवाद।